गुड मर्निङ गाइज। अहिले चाहिँ म घर आइसकेको छु मर्निङ वक। अनि अहिले चाहिँ बिहानको 6 बजेको छ। अनि मेरो रुमको हालत चाहिँ यस्तो छ अहिले चाहिँ है। अब वाकमा हिँडेर आइसकेपछि गर्मी भयो अनि वस्त्रहरू त निकाल्नै पर्यो। त्यसपछि मेरो ओजी त्यसपछि मेरो आजको पहिलो काम भनेको बेडलाई टक्क मिलाउने थियो अनि मैले मिलाइसकेको छु। अब चाहिँ मैले आफ्नो लागि चिया पकाएँ, पानी तताएँ। त्यसपछि चिया र पानी सेलाउन्जेल म स्किन केयरलाई ध्यान दिन गइरहेको छु र सुरुमा म गर्न आँटेको छु क्लिन्जिङ। अनि म आइसकेँ टलक्क टल्केर पुरै। ल इन्सर्ट मैले सुरुमा लगाएँ टोनर, त्यसपछि छ फेस सेरम, त्यसपछि म लगाउँदैछु क्रिम। यसरी एउटा नयाँ दिनको सुरुवात भयो। चराहरू पनि एकदम रमाउँदै उडिरहेका छन् अनि राम्रो घाम लाग्नेवाला छ आजको दिनमा चाहिँ। नयाँ दिन नयाँ बिहानीमा म पनि रेडी भइसकेको छु। म चाहिँ अनि टलक्क परेर मुस्कुराउँदै निस्किसकेको छु यताउता हेर्दै। दिन एकदम रमाइलो छ, आज घाम लागेको छ र म जाँदैछु आज मेरो घर इलाम। यो हो हाम्रो अर्जुनधारा र बिर्तामोडको सङ्गम स्थल महानन्द चोक। सबैजनालाई थाहा छँदैछ। लु अब यो भिडियो हेरेर भन्नुहोला कि म अहिले कुन सिटमा बसेको छु। र म लागेँ सरररर घरतिर। अहिले म सरिसकेको छु सेकेन्ड सिटमा, तर म एकदम चेप्टिएको छु। भारत र चाइनाको बिचमा नेपाल चेप्टिए जस्तै। गाह्रो भइरहेको थियो मलाई, तर पनि के गर्नु, जानै पर्ने। मेरो अनुहार त्यही भएर अलिक रिसाइ जस्तो देखिरहेको छ। आफ्नै गाउँमा आइसकेको छु, आफ्नै घर जाने बाटोमा हिँडिरहेको छु। अनि उहाँ चाहिँ हाम्रो पत्रिकाको हजुरआमा हुनुहुन्छ। अनि मान्छेहरूले चाहिँ मलाई हेर्नुभयो अनि मैले भिडियो गर्ने लाज लाग्यो मलाई। मान्छेहरूले मलाई हेरिसकेपछि मैले भिडियो नगरिकन आएँ गाडीबाट उत्रेर। अनि अहिले चाहिँ म हिँड्दैछु घरतिर। अनि अहिले चाहिँ म घरको पल्लो घरमा पुगेको छु। अनि मौसम एकदम रोसन घाम लागेको छ। अनि हिमाल पनि देखिएको छ यहाँबाट अलिकति। यहाँनिर हजुरहरूले देख्न सक्नुहुन्छ थोरै भए पनि। म चाहिँ आउँदै थिएँ, आउँदै लाइफे बसेको रहेछ यहाँ। ए आई हेलो लाइफे, आई हेलो। यहाँ पुच्छर हलाउँदै आइछ। लाइफे यसरी लाइफे कहाँ गयो भन्दै थिएँ म हिजो। लाइफे चाहिँ घरमै छ र लाइफे पुच्छर हलाउँदै बसेको छ। घरमा पनि कोही छैन जस्तो छ। यहाँ आइसक्नु भएको छ, घरमा कोही हुनुहुन्न थियो, यहाँ आइसक्नु भएको छ। सबै मैले चाहिँ यहाँ धेरै चकचक गरिसकेको छु। अनि घरमा चाहिँ घाम लागेको भए पनि एकदम चिसो रहेछ। अनि म चाहिँ टोपी सोपी लाएर आइसकेको छु। चिसोले गरेर फुलहरू पनि कस्तो भएछन्। अनि मैले चाहिँ सबै घाममा राखिदिएँ। अनि सुन्तला पनि मस्त फलेको छ हाम्रो घरमा। वाउ। फेरि म चाहिँ धेरै दिनको लागि पनि आएको थिइनँ। अनि जान साथ एकछिन नबसिकन म दिनभरि सरसफाइमा लागिहालेँ। अनि फुलहरू पनि यताउता मिलाउनु पर्ने थियो। अस्ति रोपेर गएको कति चाहिँ मरेछन्। अनि गमलामा फुलहरू रोपेँ नयाँ। अनि मिलाएँ, यसरी माटोहरू थपेँ। अनि त्यसो गर्दै आधी दिन चाहिँ बितिसकेको थियो। आइपश्चात खाना खाएर मैले चाहिँ एकछिन नबसिकन घरलाई सफा गरेको छु। अनि यहाँ फुलहरू पनि मिलाएको छु, हेर्न सक्नुहुन्छ हजुरहरूले।
यति धेरै फुलहरू छन् यहाँ। यति धेरै फुलहरू छन् अनि यता पनि छन् फुलहरू। यहाँ छन् फुलहरू भर्खर रोपेका छन् अनि यहाँ पनि छन् फुल्न आँटेका छन् अनि यतातिर नि सफा गरियो अनि यतातिर नि फुल राखियो। यसरी आजको सरसफाइलाई चाहिँ म यही अन्त्य गर्छु। एकछिन भ्याएसम्म म तलतिर गर्छु र तपाईँहरूलाई म हाम्रो होम भिजिट गराउँछु। हाम्रो घर चाहिँ यो हो अनि हाम्रामा चाहिँ सुन्तला फलेका छन् यसरी। यहाँ चाहिँ मटर बारी छ हाम्रो अनि यहाँ छन् हाम्रा ह्यान्डसम हिरोहरू। ह्यान्डसम हिरोहरू चाहिँ एकदम खान मन पराउँछन्। अनि यता पनि छ, यो चाहिँ डराउँछ, यो चाहिँ यिनीहरू चाहिँ डराउँदैन। अनि यता पनि छन् सुन्तलाका बोटहरू अनि उता पनि छन् सुन्तलाका बोटहरू। अनि यता छ हाम्रो आलुबारी, अस्ति भर्खरै आलु रोपेको थियौँ हामीले। अनि यता छ हाम्रो जोइ घाँस। म चाहिँ होम टुर गराउँदैछु तपाईँहरूलाई। अनि यहाँ चाहिँ छन् हाम्रा कोपीहरू। अनि यहाँ फल्दैछन्। यता छन् सुन्तला अनि यहाँ छन् मुलाहरू पनि छन्। तोरीबारीहरू छ त्यहाँ। यहाँ हिँड्दा चाहिँ एकदम होस पुर्याउनु पर्नेछ। पाइला पाइलामा केही न केही टेकिने सम्भावना हुन्छ। अनि यहाँ छ हाम्रो चौसुरबारी अनि यता छ हाम्रो तोरीबारी। नाइस तोरीबारी, वाउ। अनि यहाँ पनि छन् हाम्रा कोपीहरू। यहाँ चाहिँ नितान्त फुलकोपी, काउली फ्लावर रहेका छन्। अनि यता छन् हाम्रा गौमाताहरू। गौमाता उता छिन् हाम्री अर्की माता। राम्री छिन्, यिनी चाहिँ ब्युटिफुल छिन्। यी पनि ब्युटिफुल छिन्। अनि यहाँ अर्को छ हाम्रो फुचुङ्गी चाहिँ चाड्छिन् मान्छेलाई। अनि अर्को कुरा के रहेको छ भने हाम्रोमा छ यहाँ यति धेरै सयपत्री फुल। वाउ, यो समयमा पनि यति धेरै सयपत्री फुल फुलेको छ। एकदम राम्रो देखिएको छ। एकदम राम्रो, धेरै ब्युटिफुल गरी फुलेको छ। अनि गाइज यहाँ चाहिँ यस्ता खालका टमाटर पनि फलेका छन्। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू। उतल तल छन् धेरै, यता छन्, यी धेरै छन्, पाकेका छन्। टिपेर खानु नि भनेको मैले चाहिँ घरमा। ठिक छ। अनि यहाँ छन् हाम्रा अर्का खालका रुख टमाटर रहेका छन्। अनि यहाँ छन् कागतीहरू पनि फलेका छन्। एकदम रमाइलो घमाइलो छ यहाँनेरि चाहिँ। बिल्लु कुद्दैछ। सो आजको समग्रमा दिन चाहिँ यसरी नै बित्यो मेरो। तपाईँहरूलाई मेरो दिन कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनुहोला। थ्याङ्क यू सो मच। बाई बाई।